मान्छेले माछालाई पिलितलाई अस्ति भिसिजुम कि भिसिजुम भनेर कमेन्ट गरेछ, पिलितले यसलाई ब्लक हान्थ्यो होइन। अब यो जोनी सिन म टिकटक सुधार्छु भन्दै हिँड्दैछ, त्यो चुनाव क्षेत्रमा हामी पिलितलाई लडाइदिने अनि त्यसको आवाज उठाउने पत्रकार भनेको म हो, म पनि त्यहाँ लडिदिन्छु। महेश बस्नेतको जस्तै बनाइदिने, बलात्कार गर्ने महेश बस्नेत, त्यो बलात्कृत हुने आइमे पनि तिनीहरूबाट लडिरहेछ। अनि त्यसको समाचार फ्ल्यास गर्ने पत्रकार पनि तीबाट लडिया छ क्या, त्यस्तै। अनि के फाइदा भयो फाइदा त भयो नि त, त्यो सबै भयो नि त, प्रचार पनि भयो। फाइदा के भयो, पत्रकारले जित्छ, म जितेर म यता आएर रन्डी खाना खोल्छु। पिलितले जित्दिन, पिलितले नजितेपछि के गर्ने भन्दाखेरि छेउमा शिलाजित पसल खोलेर बस्ने। अनि जोनी सिन जस्ता यी डाक्टर भन्दै बस्ने मान्छेहरू के गर्छन् भन्दाखेरि हाम्रो वेश्यालयमा आएर कपाउँदाखेरि एलर्जी सेलर्जी भयो भने यसको क्याबिनमा यसको क्लिनिकमा गएर पनि दबाई किन्छन्। यो पनि रोजगार त पायो नि त, अमेरिकामा भाडा माझ्नुको साटो त। सोच न, दिमाग लगा। अब झकासले पनि त्यहाँनिर त्यो 35,000 काम गर्नु परेन मलेसियामा बसेर। 35,000 त त्यहाँ डिस्प्लेमा यो केटी छ हाम्रोमा भनेर ठ्याक्कसँगले कस्टमरलाई देखाएपछि उसले पनि त्यो 35,000 को ठाउँमा 50,000 पाउला। काम चाहिँ कसलाई दिने त्यसरी? मुदा हेर म मुदेर आउँछु। बेलुन चाहिँ कसले बेच्छ त? बेलुन पिलितले बेच्छ त, शिलाजित बेचेपछि बेलुन बेच्दिन। भने त 3 महिनाभित्रमा सबै नेपाली स्वरोजगार, विदेश जानु पर्दैन। महामन्त्री फेरि गायब हुनु भइसक्यो। यसलाई त त्यो रामवरण यादव जस्तो राष्ट्रपति भनेर कठपुतली बनाएर राखिदिने मात्र हो क्या, डिसिजन त हामीले लिने। ल ल भेना बस्दै गर्नु, म हेर खानामा आउँदैछु। सोच त योजना एकदम यस्तो सोच नेतामा पनि छैन। ओहो हाम्रो भिजन कस्तो राम्रो भिजन। प्रधानमन्त्री भएर बस्नुपर्ने मान्छे माछालाई अस्ट्रेलियामा त्यतिकै कुहिएर बस्नु पर्यो। त्यही त अनि मान्छेले भन्दाखेरि चाहिँ अब यसो नराम्रो शब्द हुने कति भिजन, कतिजनालाई रोजगारी भयो, कतिजनालाई चाहिँ। अब हाम्रो यो सोझो गुन्डा जस्तो मान्छे अब उसले कफी बनाएर बेच्नु पर्दैन त्यहाँनिर साउदीको त्यो तातो घाममा, टक्कसँगले नेपालमा मजाले कफी बेच्ने छेउमा टक्क। अब थकाइ लागेर बाहिर मान्छे निस्केपछि कफी र चिया खान त जान्छ, उसको पनि व्यापार बढ्छ। त्यो ठेला गाडा चलाउने मान्छे हेर न, सोच न, सोच हेर। त्यो ठेला गाडा चलाउने मान्छेले पनि मोमो चाउमिन तिनीहरू बेच्न पायो, त्यो ट्याक्सी चलाउने मान्छेले पनि कस्टमरलाई लिएर आउन पायो, ट्याक्सी भाडा त्यहीँ उठ्यो। त्यही हो सब। अनि व्यापार व्यवसाय गर्ने मान्छेको पनि व्यापार व्यवसाय बढ्छ, किन भन्दाखेरि अब यहाँ बुढीले थाहा पाइ भनेदेखि, बुढी रिसाई भनेदेखि यसो लुगा फाटा पनि किन्छन्। अलिकति टाढाका मान्छे छन् अथवा कोही अलि जस्तो मानिलियो महेन्द्रनगर बसेका मान्छे छ, उसलाई काठमाडौँको केटी मन पर्यो भनेदेखि त्यो नाइट बस चलाउने मान्छेलाई पनि त्यो गाडी चढेर आउँदाखेरि त्यहाँनिर पनि फाइदा भयो। अलि धनी मनी छन् भनेदेखि प्लेन चढेर एउटा चाहिँ अब चाहिँ पश्चिममा एउटा चाहिँ एयरपोर्ट पनि बन्यो होइन। अब त्यो प्लेन चढेर आउने मान्छे त प्लेन चढेर आउँछन्, प्लेन व्यवसायीलाई पनि फाइदा भयो। अब त्यो गाडी चलाउने नाइट बस चलाउने मान्छेलाई पनि पैसा धेरै छैन, भोलि आउँछु भोलिको लागि बुकिङ गरिदिनु ल भनेर त्यहाँ काठमाडौँ पनि आउने भयो। नाइट बस चलाउनलाई पनि फाइदै भयो होइन। अनि तिम्रो त्यहाँनिर अब मान्छेको आवत जावत हुन थालेपछि त्यो कच्ची बाटो छ भनेदेखि होइन यहाँनिर त राम्रो पिच बाटो बनाउनु पर्छ, यसो त्यो गर्नुपर्छ भन्दाखेरि त्यहाँ छेउछाउ बस्ने मान्छेको जग्गा जमिनको भाउ पनि बढ्ने भयो होइन। रोजगारीको सिर्जना यसरी हुन्छ क्या। नेताको पछाडि लगाएर के भन्छ के भन्छ, यति हाम्रो भिजन यही छ। सोच त, तल ठेला गाडा चलाउनदेखि लिएर सिटी सफारी त्यो
ट्याक्सी चालकदेखि लिएर ठुलो ठुलो अरबपतिसम्मको पनि फाइदा छ क्या। सम्झ चाहिँ स्क्याम चाहिँ रोक्नुपर्छ, यस्तो स्क्यामहरूलाई चाहिँ रोक्नुपर्छ। के हो को कस्तो यो स्क्यामहरूलाई चाहिँ सबभन्दा पहिला चाहिँ पुतली चाहिँ यहाँ विषय पुतली हेर्न आऊ भनेर लेखिराखेको छौ नानी। अब 2 वर्ष जति दुःख गर, 2 वर्ष पछाडि फेरि अर्को जेनजी होइन जेन वाईले आन्दोलन गर्छ। त्यसरी हाम्रो प्रधानमन्त्री भनेको मम ड्याड भन्ने शान्ति गोले हुन्छ। के माथि तिम्रो सबजना रोजगार फ्या गरेर देखाउन सक्नु पर्यो, माथि आऊ। त्यतिकै चाहिँ तल नपुऱ्याऊ, माथि आऊ। त्यस पछाडि तिमीहरूको त्यो आइडी जाने डर पनि हुँदैन, केही पनि हुँदैन। बन्द कोठामा जे गरे पनि भयो। अहिले त जस्तो सुकै राम्रो होस् नराम्रो होस्, ज्ञान होस् विज्ञान होस्, जस्तो सुकै दाममा भिसी लेख्नु त अब माथि पुरो छ। हामी चाहिँ रोजगार दिन्छ, बिहा त्यतिकै चाहिँ रोजगार खुलिरहेछ। भने त तपाईँको भलो छ, हाम्रो पनि भलो छ। फलानु मान्छे मर्यो भनेर यसो लाइभमा देखाइराखेको हुन्छ, तलबाट भिसी 20K भिसी 2K म फ्या पार्छु 2Kमा भन्दै लेखिराखेको हुन्छ। के भन्नु? आउनुहोस् रोजगार एकछिन सक्नुहुन्छ, हिम्मत छ भने आउनुहोस् माथि। त्यतिकै चाहिँ हामी त त्यतिकै त्यो कम्पनी खडा गर्ने मान्छेले चाहिँ त्यसको चाहिँ अब टेन्सन नलिनुहोस्। होइन, यहाँ भिसीमा त झुक्केर अनुहारदेखि के भन्दै पनि काण्ड निकालिदिन्छन्। त्यहाँनिर त माछाला जाने मान्छेको पनि अनुहार देखिन्छ, ठोकाई खाने मान्छेको पनि अनुहार देखिन्छ। कुन चाहिँले भन्ने? आउनुहोस् त्यतिकै हावा कमेन्ट चाहिँ नलेख्नुहोस्। आउनुहोस्, इच्छा छ भने चाहिँ सक्नुहुन्छ, हिम्मतै छ भने चाहिँ हाम्रो प्रधानमन्त्री अब चाहिँ भावी प्रधानमन्त्री तपाईँहरूको चाहिँ महिलाहरूको चाहिँ सब सोच्ने